अलिअलि धेरै होइन कस्तो बेकाममा आएको यार लो भयो सक्यो ऊ कस्तो रुनु वाला लसिर यस्तो बोलेको छ हुँदैन ओ यतिकै जानु जानेर हजुर अनि त बोलिरहेको छ त नि हेलो एन्ड नमस्ते वेलकम टु ब्याक माई युट्युब च्यानल अहिले चाहिँ म गाईघरबाट आएको गाईघरबाट आएर अनि यहाँ यस्तो के अरे झोरापाडामा आएर हामी चाहिँ घुङ्गी कर्नर छ अनि घुङ्गी खाँदैछौँ है गाइज अनि मेरो साथी आशिष अनि फर्स्ट टाइम यो घुङ्गी पनि मैले अहिलेसम्म खाएको थिइनँ क्या खाने चाहिँ भन्थेँ होइन तर खाएको थिइनँ आज टेस्ट गरेको होइन मिठो छ राम्रो छ है हेर्नु सक्नुहुन्छ तपाईँहरूले पनि घुङ्गी म होइन यत्रो खाइसकेँ मैले होइन उसले एउटा पनि खाएको छैन अनि यहाँ चटपटे साँधेको छ यो पनि फेरि सधैँ पनि कस्तो छ भने भुटेको चिउराले टक्कसँग साँधेको छ दामी स्पेसल छ घुङ्गी पनि मिठो छ तपाईँहरूलाई पनि खान चाहनुहुन्छ भने के भन्छ यो उदयपुरको यो झोरापाडा भन्ने ठाउँमा रोडमै छ पहिले चाहिँ स्कुल थियो पहिले अहिले स्कुल यो बन्द भएर अहिले यहाँ घुङ्गी कर्नर राखेको छ तपाईँहरू पनि खान चाहनुहुन्छ भने इच्छुक मान्छे यहाँ आउन सक्नुहुन्छ है यहाँ छ यस्तो छ घुङ्गी कर्नर भनेर लेखेको छ दामी छ स्पेसल छ तर मैले चाहिँ फर्स्ट टाइम खाएर होइन मलाई चाहिँ कस्तो लाग्यो होइन तर खाइराख्ने र मन पर्ने र खानु इच्छुक हुने मान्छेले खाएर दामी म तपाईँहरूलाई खाएर पनि देखाइदिन्छु है अन्त यस्तो भने मलाई खासै खाँदै आउँदैन होइन मलाई खाँदै आउँदैन तर होइन तपाईँले देखाइदिन्छु यो घुङ्गी हो किनभने त्यही त मलाई खानु खासै आउँदैन क्या फर्स्ट टाइम हो त्यो पनि खाएर देखाइदिँदैछु चट्ट दाल्नुपर्छ एउटा मासुको चोप्पो आउँछ क्या चबाइदिने हो त्यसलाई गाईघाट सदरमुकामबाट आएको खासमा होइन घर काम थियो अलिकति काम थियो र बाइकको अलिकति काम थियो अनि त्यहाँ पावर्स पाएन बाइकको होइन हिजो मेरो एक्सिडेन्ट पनि भएको थियो नि त अनि त्यही भएर मेरो त्यो के अरे ब्रेक होल्डर हुन्छ भने ब्रेक होल्डर भाँचिएको थियो अनि त्यसको लागि गएको थिएँ अनि नपाएर अहिले चाहिँ हामी फर्केर अब घुङ्गी खाएर होइन घर फर्किँदैछौँ अब घर पनि अब नजिकै छ पुग्नु आँट्यो होइन त्यही 10 मिनट समथिङ लाग्ला त्यति अनि तपाईँहरूलाई म बर्खे बजार पनि देखाइदिन्छु सानो बजार होइन ठुलो छैन सानो छ त्यही हो क्या अनि मेरो साथीले बाइक कुदाउँदैछ किनकि मैले त सक्दिनँ नि त कुदाउनु मेरो हातमा 5 टाका लागेको छ क्या अम्लामा 5 टाका लागेको छ त्यही भएर म बाइक कुदाउनु सक्दिनँ आज म काठमाडौँ जाने मान्छे अब होइन एक्सिडेन्ट भएर यस्तो भएर मेरो चुप भएर आएछ काठमाडौँ जानु पनि पाएको छुइनँ अब निको भएपछि जाने अब हेरौँ के हुन्छ कहिलेसम्म निको हुन्छ अहिले चाहिँ हामी होइन शनिबारे बजार आउन आँटी खोला छ अहिले यहाँ भर्खर पुल बन्दैछ होइन तपाईँहरूले देख्न सक्नुहुन्छ पुल भर्खर बन्दैछ है अनि यहाँ खोला छ है यहाँ खोला अब यो पार गरेपछि अब के हुन्छ शनिबारे बजार अनि तपाईँहरू देख्नुहुन्छ आजको छठ पर्व हो होइन कुकोहरूले छठ मनाउनुहुन्छ अनि यहाँ पनि हाम्रो यहाँ शनिबारे बजारमा यो खोलामा छठ मनाउनु हुँदैछ मान्छेहरूले होइन छठ पर्व पनि एउटा छठ चाहिँ आज हो कि भोलि मलाई थाहा छैन होइन कन्फ्युज भयो तर तपाईँहरूलाई छठको होइन मङ्गलबार शुभकामना राम्रोसँगले मनाउनुहोस् छठ होइन अब शनिबारे बजार देख्नु सक्नुहुन्छ अनि शनिबारको दिन यहाँ बजार लाग्छ है यो भित्र अनि यता देख्नु सक्नुहुन्छ यो मेन उयो हो यहाँ बजार लाग्छ शनिबारे बजार अनि 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 यहाँ देख्नुहुन्छ शनिबारे बजार हाम्रो अनि स्पिड पनि देख्न सक्नुहुन्छ राम्रोसँगले यस्तो छ शनिबारे बजार सानो छ है
माथि हाम्रो शनिबारको कन्टेन्ट आउने यो चौरण्डी गढी अरे राजाको दरबारसँगै माथि होइन तपाईँहरूलाई कुनै दिन मैले तपाईँहरूलाई त्यो ठाउँ पनि देखाउने छु होइन अब बाटो अलिक नराम्रो भएको कारणले मैले तपाईँहरूलाई म अहिले देखाउन सक्दिनँ र अलिक बाटो राम्रो भएपछि तपाईँहरूलाई मैले त्यो ठाउँ पनि देखाउँछु तपाईँहरूलाई भ्लग भिडियो लगाइदिइरहेको हुन्छ हेरिदिइराख्नु होला मन पराइदिनु होला सब्सक्राइब पनि गरिदिनु होला अनि पुरानो हुनुहुन्छ भने लाइक एन्ड कमेन्ट सेयर गरिदिनु होला र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन पनि दबाइदिनु होला अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला मन पऱ्यो